होइन भने छोड भाइ। यो सरकार ढलेपछि युवराज शपथलाई गृहमन्त्री बनाऊ। 24 घण्टामा नेपालको जेल भरिन्छ। 48 घण्टामा त्यति नै सङ्ख्यामा अर्को जेल थप्छ र अरू बाँकीलाई पनि युवराज शपथले जेलमा हाल्छ। केपी ओलीको पूर्व कार्यकर्ता ओम प्रकाश अर्याल चुइक्क बोल्दैन। केपी ओलीलाई छुट्टी पाउँछ, छोएर देखाएर कारबाही गर्नु पर्यो त दमनीले। नक्कली भुटानी शरणार्थीको मुख्य योजनाकार केपी ओली भएको कुरा म सार्वजनिक गर्न चाहन्छु। कुकुरले बाघको अगाडि पुग्दाखेरि पुच्छर लुकाउँछ नि, त्यसै केपी ओलीको अगाडि पुच्छर लुकाउने गृहमन्त्रीको बारेमा म कुरा गर्दिनँ। शेरबहादुर र केपीको कार्यकर्ता हरिलो ठक्री भन्ने गरेको छु मैले। अब यो भने बाबत जेल जानुपर्छ भने त्यहाँ पुलिसका कोही एजेन्ट आछ भने अहिले गिरफ्तार गर्नु होला मलाई। यदि तपाईँ भुटानमा जानुभयो भने रियल नेपालीहरू त्यहाँ देख्नुहुन्छ। उहाँले लगाएको पहिरन, उहाँले बोल्ने भाषा, उहाँले मान्ने धर्म संस्कृति हेर्दाखेरि हामी चाहिँ विदेशी जस्तो, तर रियल नेपाली नागरिक उहाँहरू देख्नुहुन्छ।